नमस्कार, आयोग विद्यामा तपाईलाई स्वागत छ। लोकसेवाको परीक्षामा विश्वको भूगोलखण्डबाट महादेशहरूका बारेमा बारम्बार प्रश्नहरू सोधिने गरिन्छ। आजको यस भिडियोमा हामी विश्वका 7वटा महादेशहरूका बारेमा लोकसेवाको पाठ्यक्रममा आधारित 100% आधिकारिक र प्रमाणित तथ्यहरू चर्चा गर्नेछौँ। आउनुहोस् सुरु गरौँ। सबैभन्दा पहिले एसिया महादेश, यसलाई विषमताको महादेश पनि भनिन्छ। 29.9% भूभाग ओगटेको यो महादेशमा 48वटा राष्ट्रहरू छन्। यहाँको ठुलो देश चीन र सानो देश मालदिप्स हो। विश्वकै सर्वोच्च शिखर सगरमाथा र सबैभन्दा होचो भाग मृतसागर यही अवस्थित छ। यहाँको सबैभन्दा लामो नदी यान्जे हो। दोस्रो ठुलो महादेश अफ्रिका महादेश, जसलाई अँध्यारो महादेश पनि भनिन्छ। यो पृथ्वीका चारै गोलार्धमा फैलिएको एकमात्र महादेश हो। यहाँ सबैभन्दा धेरै 54वटा राष्ट्रहरू छन्। यहाँको ठुलो देश अल्जेरिया र सानो देश सेल्सियस हो। विश्वकै लामो नदी नाइल र अफ्रिकाको अग्लो शिखर किलिमन्जारो यही पर्दछन्। तेस्रो नम्बरमा आउँछ उत्तर अमेरिका, जसलाई नयाँ संसार पनि भनिन्छ। क्षेत्रफलका आधारमा यहाँको ठुलो देश क्यानाडा हो, जसको समुद्री किनारा विश्वकै सबैभन्दा लामो छ। यहाँको सानो देश सेन्ट किट्स एन्ड नेभिस हो भने यहाँको लामो नदी मिसिसिपी, मिसौरी र अग्लो शिखर डेनाली हो। चौथो महादेश हो दक्षिण अमेरिका, जसलाई चराहरूको महादेश पनि भनिन्छ। यहाँ विश्वको सबैभन्दा लामो पर्वतमाला एन्डिज र पानीको बहावका आधारमा ठुलो नदी अमेजन रहेका छन्। यस महादेशमा जम्मा 12वटा देशहरू छन्, जसमा ब्राजिल सबैभन्दा ठुलो र सुरिनाम सबैभन्दा सानो राष्ट्र हो। यहाँको सर्वोच्च शिखर एकाङ्कागुआ हो। पाँचौं स्थानमा छ अन्टार्कटिका। 98% भूभाग सधैँ हिउँले ढाकिने हुनाले यसलाई सेतो महादेश पनि भनिन्छ। यहाँ कुनै पनि स्थायी देश वा मानव बस्ती छैन, त्यसैले यसलाई वैज्ञानिकहरूको महादेश पनि भनिन्छ। यो महादेशको सर्वोच्च शिखर विन्सन म्यासिफ हो भने यहाँको लामो नदी ओनिक्स हो। छैटौं महादेश हो युरोप, जसलाई प्रायद्वीपहरूको प्रायद्वीप पनि भनिन्छ। यो महादेशमा एउटा पनि मरुभूमि छैन। क्षेत्रफलमा यहाँको ठुलो देश रुस हो भने विश्वकै सानो देश भ्याटिकन सिटी यही पर्दछ। युरोपको लामो नदी भोल्गा र अग्लो शिखर माउन्ट एल्ब्रुस हो। यहाँ सबैभन्दा धेरै 18वटा भूपरिवेष्टित राष्ट्रहरू छन्। अन्त्यमा सातौं तथा विश्वको सबैभन्दा सानो महादेश अस्ट्रेलिया। यहाँ एउटा महत्त्वपूर्ण कुरा के बुझ्नुपर्छ भने भौगोलिक रूपमा अस्ट्रेलिया एउटा विशाल देश र महादेश दुवै हो। तर लोकसेवा आयोगको पाठ्यक्रम र अन्तर्राष्ट्रिय मान्यता अनुसार यस महादेशमा अस्ट्रेलिया लगायत न्युजिल्यान्ड र प्रशान्त महासागरका अन्य टापु राष्ट्रहरू पनि समेटिन्छ, जसलाई संयुक्त रूपमा ओसिनिया भनिन्छ। यस आधारमा यो महादेशमा जम्मा 14वटा स्वतन्त्र देशहरू रहेका छन्, जसमध्ये क्षेत्रफलमा अस्ट्रेलिया सबैभन्दा ठुलो देश हो भने नाउ सबैभन्दा सानो राष्ट्र हो। यस महादेशलाई टापु महादेश पनि भनिन्छ र यो एकमात्र यस्तो महादेश हो जहाँ एउटा पनि सक्रिय ज्वालामुखी छैन। यहाँको सबैभन्दा लामो नदी मरे डार्लिङ हो भने सर्वोच्च शिखर माउन्ट कोसिस्को हो। अब हेरौँ तपाईले आजको भिडियोबाट कति सिक्नुभयो। यी 5 प्रश्नको उत्तर कमेन्ट बक्समा लेख्नुहोला। साथै आयोग विद्यालाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।